सो होस् गाइस ब्याक टु आउनु गाइस आजको ब्लग च्यानलमा चाहिँ हामी च्याट जिपिटीमा जान्छौँ। च्याट जिपिटीमा गएपछि च्याट जिपिटीमा गएपछि एक्स च्याट जिपिटीमा दबाउँछौँ। त्यसमा हामी हु इज त्यस्तो खेलेर आएर बाबु हजुर आज चाहिँ धुनु पर्दैन। आज त धुनु पर्यो, पहिला हात मुख धुने सल्लाह ग। आज डान्स पनि शनिबार आज बिदा है। बेस्ट वाइ गाइस म चाहिँ भर्खरै त खेलेर आएको थिएँ नि त। म पऱ्यो नेमारको फ्यान। गुड लक गाइस। एक पोइन्टले मात्रै हारेको नि गाइस। म चाहिँ गाइस खेलिरहेको थिएँ। मिसमा नबेको हाम्रो टिममा 100जनाले प्रो थिए। सुलभको टिममा पनि थिएँ। यार गाइस लास्टमा यार कस्तो उस भएको कि हानिदिरहेको त नि एक गोलले जितिरहेको त नि। किप्पर अलि उस भएर होइन, किप्पर त राम्रै थियो, डिफेन्डर थियो, बट किप्पर अलि हान्ने बित्तिकै होइन कि ठ्याक्कै हानेपछि ठ्याक्कै आएन क्या, त्यही भएर गयो। त्यही पनि नाइस यार। क्रिस थिएन हाम्रो, मेरो बेस्ट फ्रेन्ड थिएन सञ्जय घोषको पहिलाको किप्पर। सो गाइस हु इज बेस्ट प्लेयर इन cricket? Who is best player in cricket? ChatGPT. Sachin Tendulkar, Virat Kohli, Don Batman, MS Dhoni. Okay. Sachin Tendulkar first time आछ। He just run score in international cricket and often called the goat of cricket. Virat Kohli, one of the greatest modern batters across formats. Okay. Don Bradman, विनली गाइस यसको चाहिँ मैले फर्स्ट टाइम नाम सुनेको। ओके। MS धोनी, वान अफ क्रिकेट मोस्ट सक्सेसफुल क्याप्टेन्स एन्ड फिनिसर्स। ओके गाइस हामी फुटबलको बारेमा सोच्छौँ, किन भन्दाखेरि आज गाइस हामी फुटबल हेरेर आएको। गाइस म त खतरा हेरेको थिएँ। प्रकाशले अलि यार गाइस म सुन्नु न 4 चोटि लडिसकेँ कि यार। सुलभ दाइसँग बल थियो, म खतरा हेरेको थिएँ, डिफेन्स हान्थेँ। अनि डिफेन्स हान्दा पहिला त लडेँ, यस्तै दुख्यो कि चाकमा ठ्याक्कै लाग्यो कि। अनि अर्कोचोटि लडेँ, अर्को 4 चोटि लडिसकेँ डिफेन्स हान्दा। अनि मेरो साथीले फेरि भन्छ, ए यार त यार नेमारको फ्यान त खतरा डिफेन्स हानिरहेछ। गाइस म खेल्न पनि राम्रो खेल्छु, डिफेन्स पनि। खासमा म डिफेन्समा चाहिँ मलाई क्रिसले सिकाएको, मतलब क्रिस भन्न आएको अरे यहाँको एउटा आफै सिकेको हो। अनि यहाँको एउटा साथीलाई पनि मैले सिकाएको छु। ओके। हु इज बेस्ट प्लेयर इन सरी फुटबल? क्रिस्टियानो रोनाल्डो, पेले उसकी मैले फेरि फर्स्ट टाइम सुनेको। डिगो माराडोना, गाइस नेमारको है के। नेमार इज द बेस्ट प्लेयर इन गाइस, नेमार इज बेस्ट प्लेयर इन फुटबल। इसाला कप
नेमार इज अ टप सो गाइस हामी च्याट जिपिटीसँग सोध्दै अब हामी क्रोमलाई सोध्छौँ क्रोमले पनि यस्तै भन्छ कि भन्दैन है क्रोमलाई च्याट जिपिटीलाई बेस्ट प्लेयर नेमार लाग्दैन किनभने त्यहाँ नेमारै आएको थिएन गाइस किन यस्तो च्याट जिपिटी तिमी अब गाइस हामी गुगलसँग सोध्छौँ ओके गाइस उसलाई गुगलले चाहिँ के लाग्छ है हु इज बेस्ट प्लेयर इन क्रिकेट गाइस सर्च हानिदिइसक्यौँ हामीले हु इज बेस्ट प्लेयर इन क्रिकेट गाइस क्रिकेटको बेस्ट प्लेयर ओके ओके कति धेरै क्रिकेटर हो गाइस मैले विराट कोहली चाहिँ देखेँ अब क्रिकेट गाइस ठिक छ अब नेपाल अब हु इज बेस्ट प्लेयर इन sorry who is best player in who is best guys म टाइपिङमा फास्ट छु के प्लेयर इन फुटबल गाइस म टाइपिङमा सबभन्दा छिटो छु क्या सम्झिने पानी छम्किने भरिल who's best player in football Lionel Messi and Cristiano Ronaldo ईशाला कप यार नेमार किन ल्याउँदैन के ईशाला कप नेमार इज द बेस्ट Google and ChatGPT ठिक छ गाइस नेमार नै आउँदैन यार के खेलौँ जाउला गाइस अब हामी एउटा मेहमानसँग सोध्न गइरहेका छौँ Who is best player in cricket? Just to see. Yes, you Sir Don Bradman is what? Oh, give a guy said. Okay, shut up. Yeah, तेरी guys के भयो यार Sir Don Bradman is statistically the greatest ever with a 99.94 test average. In modern cricket, Sachin Tendulkar holds the most runs and centuries, while Virat Kohli is considered the best chaser and limited overs batsman. Okay, अब गाइस अब फुटबललाई अब यो जेमिनाईले फुटबल कस्तो लाग्छ है ओके Okay, guys. Historically, Lionel Messi and Cristiano Ronaldo dominate the debate as the greatest of all time. Currently, stars like Kylian Mbappe, Vinicius Jr. and Harry Kane are considered the best in the world. guys, जसलाई पनि किन आएन के मेरो नेमार जुनियर एभ्रीबडी यार गाइस यार के गाइस नेमारले के बिगार्दै छ यो च्याटजिपिटीको गुगलको जेमिनाईको यस्तो भन्दा त हामी हाम्रो टिकटकमा जाम अनि सोधौँ यहाँ त गाइस के भन के आफ्नो मुटुको टुक्राको लागि म आज यो अधर्म गर्दै छु मलाई माफ गर्छ सानी अब तिमी मेरो गरिबीमा ए भाइ ए
बाबु है सम्झिने के भयो गाइस yo just I like you trust me oh baby oh girl Hey guys, आज चाहिँ हाम्रो खाजा मोमो हो लुडो खेल्ने सो गाइस मेरो बहिनी चाहिँ लुडो खेल्न आछ सो गाइस म अब नेक्स्ट ब्लग लुडोको ल्याउँछु बाइ बाइ शान्ति उता बस भइमा जाम उताको खाडमा बसेर